हेलो एभ्रिवान, नमस्ते सेवा सबैजनालाई फेरि पनि स्वागत गर्न चाहन्छु मेरो नयाँ भ्लगमा। सो न्यू डे न्यू भ्लग। अनि आज चाहिँ म आएको छु गाउँ। अनि योभन्दा अगाडिको भिडियोमा देख्न सक्नुहुन्छ म चाहिँ गाउँ आएको थिएँ नि त, आएको छु नि त हिजो। अनि सो आज चाहिँ म बिहानै उठेर घरसर यताउता गर्दा खाना बनाउँदा मैले चाहिँ भिडियो गर्न आएँ, किनभने गाउँमा पानी पर्ने बित्तिकै लाइन जान्छ नि त। अनि हिजो पानी परेको थियो अनि मेरो फोन चाहिँ अफ भएको थियो। अनि सो मैले चार्ज भर्खर गरेर अनि मैले चाहिँ भर्खर भिडियो स्टार्ट गर्दैछु। लेट्स सी गाइस, आजको दिन कसरी बित्छ सबैजनाले अन्तिमसम्म भिडियो हेरेर साथ दिनु होला। ए म त टक्क रेडी भएर बाजेहरुको मकै खन्नु सघाउनु जाँदैछु। मम्मी स्केल कति भयो? मम्मी बाबा ठुलो ट्याङ्की छ भने नि हाम्रो कान्छा बाजेहरुको मामा ठुलो ट्याङ्की चाहिँ ठ्याक्कै दुईटा लाउनु 8 लिटर। बाबा यो एउटा पाएको दुईटा पाएको दुईटा कतै यो 8 लिटर पानी हैन, 16 लिटर जान्छ ठ्याक्कै। अनि त्यो हाल्दैन भोलि सँगै नै हाल्नु है, त्यो गरेर के फिर्दाखेरि भइगयो स्केल जाने बिस्ता हैन बाबा। ठुलो ट्याङ्कीमा 8 लिटर 8 लिटर ए एक ट्याङ्की बनाउँदा दुईटा दुई पाके ठुलो ठुलो पछाडी बोक्ने छ भने चाहिँ पछाडी बोक्नु उसको उ पनि 25 रुपैयाँ दिनु पर्ने अरे तलाको चाप। ए जमै बाजे बाजेको मामा हामी चाहिँ मल खानु हिँडेको साथीहरु। मम्मी गयो हैन बाजुले बाजुसँग पुरै नआउनु ल हुन्छ। ए ए बाबा मम्मी मम्मी बाबा राम्रोसँग बस्नु होला। हामी चाहिँ अब हिँडेको बोजूलाई सघाउनु, हाम्रो फुबु बोजूलाई सघाउनु। बाजे चाहिँ खेताला छ र पनि कहाँ हिँड्नु भएको यसरी। को खेताला हुनुहुन्छ? खै कोको छ के कहाँ कुन बारी गराउने? उति यहाँ ए बोजूको घर हो। अनि आइपुग्नु। ओहो यहाँ त कति राम्रो यस्तो फुल फुलिरहेको छ। बोजू मकै खाने खेताला छ रे, सघाउन आएको म। अब अहिले आएको कान्छा बाजे। अनि को छ खेताला चाहिँ? म त क्या म हिजो आएको नि त। अनि यहाँ काम थिए ऊ के अरे घर सफा गर्दै बस्नु पर्यो, अब काम पनि छैन भनेको। ठिक्क बाजे आइपुग्नु भएछ। खेताला छ अरे माथि भन्नु नि। मम्मीले लु जाऊ त तिमी पनि दिनभरि बस्नुभन्दा बोजूलाई सघाएर राख भन्नुभएर निस्केको म। टक्क लाएर म आइपुग्नु बित्तिकै पानी पो पर्नु थाल्यो त गाइस है। खोइ को दाजु बाजे बारीमै बाजेको लुक्स चेन्ज भइसक्यो यहाँ ठाउँको ठाउँ। खोइ डोको बोक्ने हो, म बोकिहाल्छु नि। के बोक्नुपर्छ यहाँ बाजे? यहाँ लाउनु न, लाउनुहोस् न। अरू अरू केही पर्दैन। लु जाऊँ। अब चाहिँ हामी मकै खानु हिँड्न आँटेको। को हो टाटा टिटी गर्ने? चिनेको मान्छे हो कि? बजु गएको है हामी। हुन्छ हुन्छ। अनि अब चाहिँ हामी टक्क लाएर जानु लागेको। यहाँ चाहिँ यो गुराँसको फुल छ। यहाँ हाम्रो बाजेको बाइक यस्तो सजाएर राख्नुहुन्छ। जति मलाई इज्जत छैन त्योभन्दा धेरै यो बाइकलाई इज्जत छ। यस्तो छ हाम्रो घरको मान्छेहरू गाइज। ले बाजेले मलाई यस्तो हावा गफलाको सुन्नु मन भने। खोइ बाजे आऊ न जाऊ। टक्क लाएर माथि कप र टक्क लाएर कान्छीलाई फोन गरेँ। टक्क बाजेले पनि यहाँ दाँते ओखो रोप्नु भएको छ। ल आउनु जाऊँ चलो। अब हामी चाहिँ बारीमा आइसक्यौँ। यहाँ भाउजूहरू चाहिँ पहिला अघिदेखि नै खन्दै हुनुहुन्थ्यो। तल सकेर आउनुभएको हो, आधी आधी खन्नुभएको छ नि यताउता गर्दै। अनि टक्कमा लाएर मेरो हातमा कोदाली आइसकेको छ। अनि अब चाहिँ हामी खन्नुपर्ने हुन्छ। चप्पल चाहिँ यहाँ राख्छ है बाजे। तपाईँ त जुत्तै लाएर खन्नुहुने हो कि के हो? अनि अब यहाँदेखि यता खन्ने हामी। अनि यता अहिले भरै खन्ने। यहाँ बाजे चाहिँ कुरो उखाल्दै हुनुहुन्छ।
मैले नै अब चाहिँ सुरु गर्नुपर्ने हुन्छ। हामीले चाहिँ यति खानिसक्यौँ, यति। अब यहाँ ओह्रालोमा चाहिँ सानो खाने हो नि त यतैबाट, अनि अब चाहिँ यता खानुपर्ने हुन्छ। यति गडा हो हुनु चाहिँ, तर के गर्नु आउनुभएको बाजे? चारो गुड, चार काट्नु आउनुभयो बाजेले। म चाहिँ अनि यहाँ चाहिँ टक्क लगाएर हो मेरो के भन्नुहुन्छ, मस्तसँगले धुलो लागेको छ नि त। अप्ठ्यारो हुन्छ भनेर हो बाजे? अप्ठ्यारो हुन्छ भनेर खाजा आइसक्यो हाम्रो। यहाँ बोजूले मलाई चम्ची, चिया खाने ग्लास र चम्ची चाहिँ दिइराख्नु भएको छ। बाजेलाई चाहिँ यहाँ भाँडामा, बाजे चाहिँ मैदाबाट बनेको खानेकुराहरू खानु हुँदैन नि त। भाँडा नै आएछ बाजेको लागि त। हजुर राम राम, कत्रो दानी खाजा। अहिले थपेर खान्छु नि, बरु यसरी दिनुभयो भने त नि घटाउनु भएको। धन्यवाद। हुन्छ खोर्सानी मलाई छोडिदिइराख्नु न। धन्यवाद। हस् खाजा आइसक्यो साथीहरू, अब चाहिँ खाजा खानुपर्ने हुन्छ। चिया कहाँ बसेर खानु? अब यसै फोहोर उसै फोहोर भएको। पानी लाउनु त यहाँ यति खाजा खायो उभेर भयो। चाहिँ खाजा खानुपर्ने हुन्छ है साथीहरू, गाउँघरमा यस्तै हो। यहाँ तर मैले सोयाबिन नखाएको त कति भाज्यो हौ। कसो सिम पानी परिराखेको है, झ्याउ लाग्दो बाजे। ला त चम्ची दिनु त, भुइँमा झार। हामीलाई खाजा दिइराख्नु भन्नु बुझ्छ, त्यहाँ अरू दुईजनालाई खाजा दिँदै हुनुहुन्छ। यहाँ मोथे फालेर आउँदै हुनुहुन्छ। अहिले चाहिँ यहाँ भाउजूहरू तल्ल गएर खान सकेर यहाँ आउनुभएको छ नि त, अनि हामी चारैजना खाँदैछौँ साथीहरू। अनि गाउँमा काम गर्नु मजा एकदमै, मलाई चाहिँ मजा लाग्छ। यहाँ तल हाम्रो गाउँ घरहरू चाहिँ यहाँ तल देख्दैछ है, भोजपुर। यो पारीको चाहिँ भोजपुर हो, अनि यो चाहिँ हाम्रो गाउँ। अनि अहिले चाहिँ हामी यहाँ माथिको बारीमा, जङ्गलको बारीमा मकै खान आएको छौँ। मकै खाँदैछौँ। लेट्स सी गाइज, आजको काम गरेर आजको दिन चाहिँ यसरी नै बितिरहेछ। सो प्याट्टै गयो क्या नङे। बाजे हेर्नु मेरो नङ भाँच्यो। नङसँग काम गर्दा सबै भाँचिन्छ, छिटो गर्न। नङ पर्यो कस्तो मजा दियो भने यस्तो यो
यस्तो रहेछ कि अनि यसरी यो नङ छिर्छ मेरोबाट फेरि कसरी ताने यसरी ताने प्याट्टै भान्छ राखिराख गोजियो गोजिया चाहिँ के राख्नु अब यो यसलाई म छेडेर टप लाउनु पर्यो भन्दै थिएँ गयो एकैतालमा ट्याग गरेछ भयो गोजीमै राखिदिन्छ पर्दैन फालिदिनु बिचमा यस्तो बोन्ठे भयो कि मेरो आमलाई त्यस्तै हो साथीहरू मेरो नङ भाँचियो नङ भाँच्यो कि कस्तो मजाले पालेको थिएँ मैले अघि भर्खर मलाई सोध्दै हुन्थ्यो नि त के अरे भिडियो कलमा बोल्दाखेरि देब्रेपट्टिको नङ छ कि हो भने मेरो साथीले अनि मैले देब्रे दाहिने के छ भने मस्तले देखाइरहेको थिएँ भाँच्यो अब त देब्रेको त सक्यो भाँचेरै सक्यो हौ भाउजूहरूको चाहिँ छुट्टी हो गया भाउजू चाहिँ जानुभयो उहाँहरूलाई चाहिँ 6 बजी छुट्टी दिनुपर्छ नि त अनि छुट्टी भइसक्यो उहाँहरूको चाहिँ छुट्टी भएर नि गइसक्नुभयो अनि हाम्रो चाहिँ अझै बाँकी छ त खन्न अनि यति खनिसकेर मात्रै हामी चाहिँ जाने भनेको सो अझै टाइम लाग्छ हामीलाई 1 घन्टा भाउजूहरूलाई चाहिँ 6 बजी छुट्टी दिनुपर्छ नि त खेतालालाई त अनि छुट्टी भएर पनि गइसक्नु भयो भाउजूहरू चाहिँ बाजेले यहाँ मथे झार फालै हुनुहुन्छ यो चाहिँ छुट्टीको घन्टी बजेको है साथीहरू अब छुट्टी भयो भनेर हो यस्तो गर्ने चलन छ नि त साथीहरू फाइनली हाम्रो मेलो चाहिँ सकिसक्यो अनि हामीले सक्दा आउँदा चाहिँ रात परिसकेको थियो नि त रात परिसक्यो नि त रात भन्दा नि साँझ पर्यो अनि यो साइडमा सुनिराख्नु भएको छ नि झ्याउकुरीको आवाज यो आवाजले चाहिँ साँझ परेको भनेर बुझाउँछ कि है बाजे हवन गर्छ अनि बाजे र म भएर सक्यौँ हाम्रो खेतालाहरू चाहिँ अघि नै गइसक्नु भयो उहाँहरूले हामी पनि हिँड्यौँ 6 बजी बाटो लाग्यौँ हामी बाटो लाग्दैछौँ बाजे नातिनी अब टक्कसँग अर्को भिडियोमा फेरि भेटौँ ल ओके अनि त्यस्तै हो कामहरू यस्तै हुन्छ गाउँघरमा अनि झ्याउकुरीले पनि छुट्टी हुने बेला भइसक्यो घर जाऊ भन्नु थालिसक्यो नि त अनि हामी चाहिँ घर लाग्यौँ साथीहरू हामीले खनेको मकै चाहिँ यही हो अहिले खुब चलायो नि मकैबारी दर्याम भन्नु यो साथीहरू अनि मकैबारी दर्याम बोतल लाने है बाजे त्यो बोल्यो त के हो पत्ती झिपिक पार्नुहुन्छ त बाली पनि हाल्नु हुँदैन बारी पनि हाल्नु हुँदैन कताको राम भयो बोजू हामी चाहिँ यहाँ बजु मै झारे भयो मकै 3 दिन अझै जानुभयो भाउजूहरू तल्ला पुग्ने कि तल्ला पुग्ने भनेर अताली मर्नु हुँदै थियो कता राख्ने बाजेले राख्नु म चाहिँ अब हात खुट्टा धोएर अनि जाने घर खाएर हात खुट्टा धोएर बसिरहेको छु म चाहिँ अनि हाम्रो यहाँ खाना बनाइसक्नु भयो बजीले यसको छाया देखेको छ म त के जाको खाना पस्किनु हुँदैछ बाजे मलाई त कति है कसले पस्किनु भएको त यति चाहिँ मलाई त्यत्रो धेरै त अघि थुक्पै कति धेरै खाएँ हाम्रो चाहिँ यहाँ बसिराख्नु भएको त मैले थुक्पै कति धेरै खाएँ यति त पनि होइन त्यति पनि होइन आउनु मन लाग्छ क्या म त घरमा हिजो आएको हिजो आएर त्यतिकै यताउता गरेँ नि खोर्सानी खाने अनि हजुर धेरै खाँदिनँ त छोड्छु म बाजे छोडेँ मैले छोडेँ है मैले त छोडेँ थोरै पस्काउनु है मलाई थोरै हाम्रो बोजूकोमा कम्ता बिरालोहरू छैन 8वटा कि कतिवटा छ अरे अरूलाई पनि बोलाउनु न बोजू बाहिर त्यो बाहिर बसिरहेछ डराएर यहाँ पर्तिर छ
3टा 4टा चाहिँ आएको छ 4टा चाहिँ कता गएछ एउटा 2टा अनि यहाँ बाहिर छन् 2टा चाहिँ आज सुरे त्यहाँ 2टा चाहिँ आज सुरे आज सुरे कालु आज सुरे 3टा जम्मा भयो यहाँ यहाँ एउटा छ अरू चाहिँ बाहिर आएको त आज सुरे आयो कालु आयो खाइदे कालु मोजुको साथी 4-8वटा छ अरे यो बिरालु 2टा कुकुर अब चाहिँ म घर हिँड्ने साथीहरू कस्तो मलाई त जिउ पो दुखेछ हौ थकाइ पो लागेछ बाजे हाम्रो बाजेले मलाई चाहिँ पुऱ्याउनु हिँड्नुभयो गलेछ हौ साँच्चीकै म त फोका उठेर हातमा फेरि पानी पर्ने रहेछ नि अनि मेरो टर्च त हेर्नु न यो के देखिएको यो तपाईँको बाल्नु त ए उमुनी हौ यस्तो झेल देख्छ मेरोबाट केही देख्दैन बाजेले मलाई अब पुऱ्याइदिइराख्नुहुन्छ अनि बाजे आउनुहुन्छ फेरि बाजेलाई आधी घन्टा चाहिँ लाग्छ होला आउनु कति मिनटमा आइपुग्नुहुन्छ बाजे 10 मिनट मैले 20 मिनट चाहिँ थप्दै गाइचहरू हामी जाने बाटो चाहिँ यो हो आइपुगिसक्यो मलाई पुऱ्याउने मान्छे यहाँ पछाडि हुनुहुन्छ निद्रा लागिसक्यो बाजेलाई बाजे मलाई यो नत्थाले सुहाएको छ छैन फुली लागेको थियो कि अनि कस्तो त फुली त नदेखेको जस्तो भयो नि छिँडिसकेपछि ठुलै लगाइदिउँ न भनेर मैले नत्थी लगाइदिएँ रहर लागेको थियो र नानीले चाहिँ थारुनीहरू जस्तै देखिनु भएको छ भन्दै भोलि के गर्नु भोलि साकेलले जानु भनेर बाजेहरू हाम्रो पनि बाबा चाहिँ जानुहुन्छ होला म त जाँदिनँ म चाहिँ नजाने साथीहरू भोलि पनि म चाहिँ मस्त काम गर्दै बस्छु भोलिको थकान पछि म चाहिँ बेडमा पलक्क पल्टिएर भिडियो इन गर्दैछु साथीहरू सो सबैजनाले अन्तिमसम्म भिडियो हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद अनि यस्तै साथ सपोर्ट माया गर्दै जानु होला भन्दै आजको भिडियो चाहिँ यहाँ इन गर्न चाहन्छु बाइ बाइ एभ्रीवान नेक्स्ट भिडियोमा पक्कै पनि भेट्नेछौँ म आज एकदमै धेरै थाकेको छु सो गुड नाइट